वेलकम टु थापादाईको मिनी मार्ट है। धेरैजनाले मलाई मेसेज गर्नुभएको थियो कि मार्ट चाहिँ ओपन त गर्ने, तर चाहिँ गर्ने कसरी, स्टार्टिङ चाहिँ के हो प्रोसेसहरू भन्नुभएको थियो है। मैले चाहिँ धेरै नै भिडियो राखेको छु, लाइक मार्ट कसरी स्टार्ट गर्ने र कसरी हुन्छ र प्रफिट मार्जिन कति हुन्छ यसमा, र ऱ्याकहरू चाहिँ कहाँबाट लिने, कस्तो ऱ्याक राख्दाखेरि फाइदा पर्न जान्छ भनेर चाहिँ मैले त्यो धेरै भिडियोहरू बनाइसकेको छु। म एकचोटि 1 सेकेन्ड फेरि रिपिट गर्छु है त तपाईँहरूलाई। अनि जस्तो यो फ्रिजहरू चाहिँ कसरी पाउने कम्पनीबाट भनेर है, तपाईँलाई चाहिँ मैले एउटा इजी स्टेप भन्दाखेरि चाहिँ जस्तो मेरो मार्ट चाहिँ यही भइहाल्यो होइन, हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो मार्ट हो है, धेरै ठुलो छैन, मिनी मार्ट हो यो है। अनि अर्को कुरा, जस्तो तपाईँले चाहिँ यो मार्ट खोल्नु त खोल्नुहुन्छ, तपाईँले चाहिँ सेल्स चाहिँ गर्नुहुन्छ, तर प्रफिट देखिन्न भन्नुहुन्छ होइन। अब प्रफिट देखिनको लागि तपाईँसँग प्रपरली एउटा राम्रो सफ्टवेयर हुनुपर्छ, जुनमा चाहिँ तपाईँले कस्ट पनि लेख्न पऱ्यो होइन, लाइक तपाईँलाई यसको खरिद कति पर्यो, ल सेल्स प्राइस पनि लेख्न पऱ्यो। किनकि तपाईँले कस्टिङ प्राइस र सेल्स प्राइस लेख्नुहुन्छ भने तपाईँलाई बिचको मार्जिन थाहा हुन्छ र तपाईँको प्रफिट थाहा हुन्छ। अनि तपाईँले चाहिँ सिस्टम नराख्दासम्म तपाईँको मार्जिन थाहा हुँदैन है। त्यसको लागि चाहिँ एउटा प्रपर सिस्टम चाहिन्छ है। जस्तो मेरो सिस्टम चाहिँ एउटा यो छ है, हेर्न सक्नुहुन्छ होइन। अनि जस्तो कम्पनीसँग यो कसरी लिने, यो तपाईँले कम्पनीसँग लिनुभन्दा अगाडि चाहिँ तपाईँले कम्पनीसँग भिजिट गर्नुपर्छ। मार्केटिङमा हिँड्नुहुन्छ, कोकाकोलाको मार्केटिङमा हिँड्ने मान्छेहरूसँग उहाँसँग भेट्ने। मलाई चाहिँ एउटा फ्रिज चाहियो, के प्रोसेस छ भन्दाखेरि चाहिँ तपाईँको प्यान नम्बरहरू माग्नुहुन्छ उहाँहरूले, अनि उहाँहरूसँग चाहिँ फ्रिज एभाइलेबल छ भने तपाईँलाई मजाले उहाँहरूले प्रोभाइड गरिदिनुहुन्छ। र तपाईँले चाहिँ सेल्स गर्नु पऱ्यो उहाँहरूको प्रोडक्ट होइन। अनि डिस्प्लेमा राखिदिनु पर्छ। अहिले चाहिँ जाडो महिना छैन होइन, जाडो महिना छैन सरी, गर्मी महिना छैन, त्यही भएर चाहिँ मैले कोकाकोला खासै झरालेको त छ नि त छ मसँग, तर फ्रिजमा राखेको छैन किनकि मान्छेहरूले अब चिसो खोज्दैन नि त खासै। अनि अर्को कुरा, जस्तो मेरो स्टार्टिङ गर्दाखेरि चाहिँ मेरो सामान खासै धेरै छैन, अहिले चाहिँ लगभग ठिकै छ है। किनकि अहिले चाहिँ भर नै छ है। पहिला चाहिँ लाइक केही थिएन कि, लाइक स्टार्टिङ गर्दाखेरि चाहिँ ल आफै बुझ्नु न, अब मैले यत्रो ठुलो लगभग यो 4वटा कोठा बराबरको छ यो है। यत्रो ठुलो गराउँदाखेरि चाहिँ लाइक मैले 15 लाखबाट मात्रै सुरु गरेको होइन, अहिले चाहिँ लगभग अलि बढी नै भइसकेको छ। किनकि अब सेल्स पनि अन एन एभरेज ठिकै छ है। अब नर्मली तपाईँले सेल्सको कुरा गर्नुहुन्छ भने चाहिँ कति सेल्स हुन्छ भन्दाखेरि चाहिँ लाइक तपाईँको 5,000देखि 20,000सम्मको, कहिले 40,000सम्मको सेल्स हुन्छ कि पर डे है। अनि त्यसमा प्रफिट तपाईँले नर्मली कति बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ 7%देखि 10%, 12%सम्म बुझ्नु पऱ्यो। लाइक लोकल प्रोडक्ट छ भने तपाईँले चाहिँ 15%सम्म मार्जिन पाउनुहुन्छ, 15-20% मार्जिन पाउनुहुन्छ है लोकल प्रोडक्टमा। जुन तपाईँले ब्रान्डेड प्रोडक्ट युज गर्नुहुन्छ भने, अगर ब्रान्डेड प्रोडक्टहरू यस्तो डाबरको जस्तो एउटा इक्जाम्पल, यो डाबरको चाहिँ ब्रान्डेड प्रोडक्टहरू भयो होइन, यिनीमा चाहिँ मार्जिन अलिक कमै हुन्छ कि, लाइक 10% मार्जिन दिएको हुन्छ कम्पनीले। तपाईँले चाहिँ लगभग 7-8% खान सक्नुहुन्छ। जस्तो अनब्रान्डेड भनेको यो लोकल प्रोडक्ट, यो चाहिँ अर्ग्यानिक हनी भयो होइन। मैले चाहिँ यो चाहिँ एउटा किसानसँग राखेको, उहाँसँग चाहिँ मैले राख्दाखेरि अलिक कम एमाउन्टमा राखेँ, तर मैले यहाँ बेच्दाखेरि चाहिँ लगभग अलि धेरै नै मार्जिन राखेर बेचेँ, लाइक 15-20% मार्जिन राखेर बेचेँ। यस्तो लोकल प्रोडक्टहरू के, जस्तो अरू पनि धेरै कुराहरू छ होइन। जस्तो यो एउटा रुक्स भएन, एमा पनि मार्जिन धेरै छ, एमा कम छ किनकि यो पार्लेको प्रोडक्ट हो, यो हल्दीरामको प्रोडक्ट हो, एमा पनि मार्जिन कम छ। त्यस्तो हो कि, खेल चाहिँ यही नै हुन्छ सिधा कुरा भन्दाखेरि चाहिँ है। किनकि अब यो बिजनेस भनेको लाइफ लङ बिजनेस हो क्या, किनकि यो बिजनेस भनेको कहिले पनि डाउन हुने बिजनेस होइन क्या। जस्तो अब एउटा मैले तपाईँलाई इक्जाम्पल दिन पर्दाखेरि चाहिँ यो पसल, किरानाको पसल र हस्पिटल कहिले बन्द हुन्न कि है। अब जस्तो लकडाउनको बेलामा नि हस्पिटल मान्छेलाई कति आवश्यक थियो होइन, कति चाहिएको थियो। त्यस्तै अब लकडाउनको बेलामा नि मान्छेलाई नुन तेल कति चाहिएको थियो, त्यति बेला चाहिँ यो दोकान चल्थ्यो क्या। अब लकडाउनको बेलामा लगभग सबको बिजनेस डाउन थियो, तर किराना पसल के थियो, चलिरहेको थियो। त्यसरी नै बुझ्नुपर्छ, तपाईँको बिजनेस यस्तो हुनु पऱ्यो कि त्यो कहिले बन्द नहोस् कि। यो भनेको लाइफ लङ बिजनेस हो होइन। लाइफ लङ बिजनेस भएपछि एउटा के थिङ्किङमा राख्नुपर्छ भन्दाखेरि तपाईँले चाहिँ कस्टमर बनाउने हो कि है। तपाईँले प्रफिटभन्दा बढी कस्टमर हेर्ने हो क्या। तपाईँले कस्टमर बनाउनु भयो भने त्यो प्रफिट धेरै ठुलो कुरो भएन, त्यो प्रफिट मजाले अर्न गर्न सकिन्छ है। किनकि अब तपाईँसँग कस्टमर राम्रो लोयल कस्टमर भयो भने, दायाँ बायाँ नजाने कस्टमर भयो भने त तपाईँले त प्रफिट मजाले पाउनुभयो उहाँहरूको होइन र। बरु थोरै खाने ठिक छ, बरु 10जनासँग 5-5 रुपियाँ खाने होइन,
तर एकजनासँग त 50 रुपियाँ नखाने नि त, किनकि 10 जनासँग 5-5 रुपियाँ खाँदाखेरि चाहिँ 50 रुपियाँ भयो। अब एकजनासँग 50 रुपियाँ खायो भने चाहिँ त्यो पनि 50 रुपियाँ भयो। तर के हुन्छ, तर त्यो एकजना 50 रुपियाँ जोसँग हामीले खाइन्छ त्यो मान्छे गयो भने त टोटल गयो। अब 10 जनासँग 5-5 रुपियाँ खाए पनि एकजना गए पनि त 45 रुपिस त आयो। त्यस्तै के लोयल कस्टमर बनाउने, बरु ग्राहकलाई बरु अरू ठाउँ जान भन्दा बरु आफ्नैमा आकर्षित गर्ने। कसरी हुन्छ, राम्रो पोलाइट बोलेर हुन्छ कि उसलाई डिस्काउन्ट दिएर हुन्छ कि होइन। अब जस्तो अब 10 रुपियाँ मार्जिन आउँछ भने डिस्काउन्ट गरेर पनि अझै 5 रुपियाँ डिस्काउन्ट गरेर अझै 5 रुपियाँ मात्रै खाने होइन। यस्तो धेरै कुराहरू म्याटर गर्छ क्या। किनकि अब मान्छेहरू आएपछि एउटा मात्रै सामान लिन आउँदैन है। अब जस्तो एउटा सामान लियो भने उसले 3-4वटा सामान लिएर जान्छ। 3-4वटा सामानमा पनि तपाईँले 5-5 रुपियाँ खाए पनि चाहे लाइक 20 रुपियाँ त आयो नि त एकजनासँग 20 रुपियाँ आउनु भनेको दिनमा 50 जनासँग 20 रुपियाँ 30 रुपियाँ प्रफिट खाए पनि त बहुत राम्रो प्रफिट हो जस्तो लाग्छ। बसी के केही नगरिकन अब काम त हुन्छ, एमा पनि काम हुन्छ, नहुने होइन। अब जस्तो च्याउचो, जस्तो अब यो च्याउचो सेक्सन भयो होइन, यो च्याउचो मिलाउनु पऱ्यो, छैन भ्याइयो। जस्तो यहाँ गजब खाली भइसक्यो, यहाँ वाइफाई अलिअलि खाली भइसकेको छ, त्यहाँ खाली भइसकेको छ। त्यस्तो च्याउचाउ चाहिँ मिलाइराख्नुपर्छ है। अनि यो चिप्सहरू पनि यी सेक्सन खाली भइसकेको छ है। त्यसरी चाहिँ खाली बस्नुभन्दा यो मिलाउनु पर्छ, यो चाहिँ काम हुन्छ। तर अरू चाहिँ काम हुँदैन क्या, लाइक भारी काम हुँदैन, गाह्रो काम हुँदैन होइन। साफसफाइ गर्ने, धुलोहरू निकाल्ने, धुलोहरू उठाउँदै फाल्ने, त्यही नै हो क्या, नर्मल काम हुन्छ क्या, त्यस्तो खासै गाह्रो काम चाहिँ हुँदैन है। अनि अर्को चाहिँ मैले के भनेको, मैले पहिल्यैबाट भन्थेँ कि लाइक किराना र के भन्छ अरे, किराना र मार्टमा के डिफ्रेन्स छ भनेर पनि मैले पहिल्यैबाट भनिरहेको थिएँ क्या तपाईँहरूलाई। किनकि किरानामा चाहिँ खासै सेल्स अलिक डाउन हुन्छ कि, किनकि मान्छेहरू बाहिरबाट माग्छ जान्छ। तर मार्टमा चाहिँ मान्छेहरूलाई के हुन्छ भन्दा इन्डिभिजुअली सामान के आफैले पिक गरेर लिन पायो क्या, मजाले चेक गरेर होइन। जस्तो एउटा मार्टमा एउटा के झ्याउ छ भन्दाखेरि चाहिँ तपाईँले, जस्तो म एउटा इक्जाम्पल देखाउँछु है, हेर्नु है। जस्तो यो एउटा केचअप भयो है, यो चाहिँ पैँचोको केचअप हो, अनि यो चाहिँ अर्को केचअप हो, अनि अर्को सँगसँगै फेरि अर्को केचअप पनि छ मसँग, म्यागीको केचअप। तपाईँले मार्ट खोलेपछि एउटा के ध्यानमा राख्नु पऱ्यो भन्दाखेरि मान्छेहरूलाई चोइस दिनु पऱ्यो क्या तपाईँले है। अब जस्तो होइन म त म्यागीको मात्रै बेच्छु भन्न चाहिँ नमिल्ने भन्दा मिल्दैन क्या है। त्यस्तो हुन्छ क्या। मान्छेहरूलाई चाहिँ एउटा सुपर मार्टमा या एउटा मिनी मार्टमा आएपछि मान्छेको थिङ्किङ के हुन्छ भन्दाखेरि चाहिँ एउटा चोइस हुनु पऱ्यो क्या मान्छेहरूलाई। लाइक होइन मैले चाहिँ अब म्यागीको खान्छु, या उसले अलिक सस्तो खोज्दा म पैँचोको खान्छु। किनकि अब यो पैँचोको सस्तो छ हेर्नु है, यो पैँचोको सस्तो छ भने यो म्यागीको एकदम महँगो छ। यो कहाँ 180 रुपियाँको, यो कहाँ 100 रुपियाँको है। प्राइस डिफ्रेन्स एकदम भास्ट छ नि त होइन। जस्तो यो पनि हेर्नु न, अब जस्तो यो मह भयो होइन, महमा पुरै भेरिएसन राख्नुपर्छ क्या। अब यो सानोवालालाई पूजासुजा गर्नलाई यो राख्नु पऱ्यो, फेरि तपाईँले 1 पाउको राख्नु पऱ्यो, भएन भने फेरि आधी किलोको राख्नु पऱ्यो, होइन फेरि 1 किलोको राख्नु पऱ्यो है। त्यस्तो फरक पर्छ के। किनकि अब राख्दाखेरि मान्छेले कहिले सानो खोज्छ, कहिले ठुलो खोज्छ, कहिले मिडियम खोज्छ, त्यो हुन्छ कि। अनि थोत्रै राख्दा चाहिँ तपाईँको पैसा चाहिँ एकदम माथि पुग्न जान्छ है, तपाईँको बजेट आउट अफ बजेट बन्न जान्छ। त्यो कुरामा चाहिँ तपाईँ डराउनु भएन, किनकि त्यो सामान त अभियसली बिक्छ होइन। आज नबिके भोलि बिक्छ, किनकि तपाईँसँग सामान भयो भने बिक्छ क्या, मजाले बिक्छ है। तपाईँ चाहिँ डराउनु भएन, आत्तिनु भएन है। त्यही हो कुराहरू। अब अरू कुराहरू चाहिँ के माइन्ड गर्नुपर्छ भन्दाखेरि चाहिँ क्रेडिटको कुरा भयो। क्रेडिटको कुरामा चाहिँ एकदम ख्याल राख्नुपर्छ है। किनकि अब तपाईँको प्रफिट आउने भनेकै 10-20 रुपियाँ हो। अब त्यही 10-20 रुपियाँ मान्छेहरूले क्रेडिट राखिदिएर गइदियो भने चाहिँ ज्या हुन्छ। त्यही भएर चाहिँ तपाईँले आफ्नो लेजर चाहिँ एकदम मेन्टेन गर्नु पऱ्यो है। लेजर मेन्टेन गर्नुभयो भने चाहिँ तपाईँको एकदम राम्रो क्यास फ्लो गराउनु पऱ्यो होइन। अर्को कुरा चाहिँ लेजर मेन्टेन गर्नु पऱ्यो, क्यास फ्लो एकदम बढाउनु पर्छ है। किनकि जति क्यास फ्लो बढ्छ त्यति राम्रो है। मान्छेहरू बढाउनु पऱ्यो, भिडभाड गराउनु पऱ्यो। किनकि मान्छेको के हुन्छ भन्दाखेरि चाहिँ तपाईँले 1-2 कुराहरू सस्तो दिनुभयो भने 1 कान 2 कान मैदान भइदिन्छ क्या है। एउटाले अर्कोलाई सुनाउँछ, अर्कोले अर्कोलाई सुनाउँछ। तर तपाईँले चाहिँ त्यही सामान कुनै चिजहरू सस्तो दिनुभयो भने चाहिँ मान्छेले सुनाउँछ। अगर त्यही सामान चाहिँ तपाईँले महँगो दिनुभयो भने चाहिँ उसले एकजनालाई होइन 50 जनालाई सुनाउँछ, फल्नाकोमा यस्तो महँगो दिन्छ, थाहा जानुहुन्न गर्दै 50 जनालाई सुनाउँछ। तर तपाईँले चाहिँ कुनै सामान सस्तो दिनुभयो भने चाहिँ त्यसले 50 जनाको सट्टा 5 जनालाई त कन्फर्म सुनाउँछ क्या है। त्यो कुरा चाहिँ ख्याल राख्नु पऱ्यो। अनि अर्को कुरा चाहिँ मार्ट भनेको एकदम राम्रो बिजनेस छ।
आफू रिटायर बस्न होइन रिटायर जिन्दगीको लागि यो एकदम पर्फेक्ट हो जस्तो लाग्छ कि मलाई। किनकि अब जस्तो म त के रिटायर भन्नु र होइन, अब अन्डर 30 नै छु होइन। अन्डर 30मा पनि अब यो बिजनेस चलाइरहेको छु, अब साइडमा रेस्टुरेन्ट पनि चलाइरहेको छु है। अब मजा आइरहेछ क्या, सानो उमेरमा पनि यत्तिको बिजनेस गर्न पनि मजा आइरहेछ। हुन त अब यसको क्रेडिट त मेरो बाबालाई जान्छ, किनकि बाबाले नै हेल्प गरेर यत्तिकोसम्म पुगेको, नत्र मेरो कमाइले त गरेको त होइन यत्रो है। किनकि अब बाबाले लगानी हालेर नै यत्रो भएको। अब मेरो काम चाहिँ बढाउने हो यसलाई है। अब त्यही नै हो। अब तपाईँहरूले पनि अब सुरुमा चाहिँ सानो लगानीबाट सुरु गर्नु, बिस्तारै बिस्तारै रोटेसन हुँदै 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 गएर चाहिँ हुन्छ। आत्तिनु भएन, डराउनु भएन। लगानी डुब्ला कि भन्ने सबको मनमा हुन्छ है। लगानी डुब्ला भन्ने चाहिँ डर राख्नु भएन। अनि अर्को कुरा चाहिँ रिटायर भएर जस्तो अब हामीले ब्याङ्कमा राखिन्छ नि पैसा, ब्याङ्कमा राख्नुभन्दा चाहिँ एमा गर्दा राम्रो हो क्या। किनकि अब एमा चाहिँ यो भनेको एउटा बिजनेस हो, नडुब्ने बिजनेस, झ्याप्प नडुब्ने बिजनेस। किनकि किराना पसलहरू झ्याप्प डुब्दैन क्या है। कि त अब लोकेसन एकदम गलत भयो भने चाहिँ त्यो चाहिँ भन्न सकिन्न होइन। अब तपाईँको पुरै छिमेकीहरूसँग रिसिपी छ भने पनि भन्न सकिन्न होइन। तर तपाईँको चाहिँ राम्रो कम्युनिकेसन छ सबैसँग, व्यवहार राम्रो छ सबैसँग भने चाहिँ तपाईँको डुब्ने चान्स छैन क्या। अनि मान्छेहरूको भिडभाड पनि राम्रो हुन्छ भने चाहिँ तपाईँको डुब्ने चान्स हुँदैन है। किनकि अब यो भनेको एकदम लाइक सबैलाई चाहिने चिजै हो क्या, चाहिने चिज हो, लैहाल्छन्। एउटा नल्याए अर्को लाग्छ, अर्को नल्याए अर्को लाग्छ क्या। त्यो कुरामा चाहिँ टेन्सन लिनु पर्दैन। अनि जो ब्याङ्क हुन्छ नि, ब्याङ्कको ब्याज भन्दा चाहिँ यसमा अलिक बढी नै कमाइन्छ। सिधा कुरा भन्न पर्दाखेरि चाहिँ कमाइन्छ भन्दाखेरि चाहिँ तपाईँले के बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ गल्लामा चाहिँ पैसा हुँदैन। तपाईँको पैसा भनेको यही हो कि सामानहरू, तपाईँको सामान थपिँदै 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 जाने हो है। त्यही नै हो तपाईँको कमाइ भनेको। अब त्यही बिचबिचमा चाहिँ तपाईँले अब निकाल्दै आफ्नो पर्सनल युज गर्न पनि पाउनुभयो बिजनेसको पैसा। तर चाहिँ मार्टमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ बिजनेसको पैसा यही बिजनेसमै जान्छ क्या। त्यो पैसा त देखिँदैन, तर यो बिजनेसमा तपाईँले आफ्नो 1-2 वर्षपछि चाहिँ सामान हेर्दाखेरि ल भएछ है भन्नेवाला टाइपको हुन्छ क्या। ल 1 सेकेन्ड, तपाईँहरूले चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरिदिनु होला। र अरू पनि केही कुराहरू तपाईँको माइन्डमा छ भन्दाखेरि चाहिँ मलाई सोध्नु होला। मैले चाहिँ तपाईँहरूलाई चाहिँ अब रिप्लाई दिउँला, या अर्को भिडियो बनाउँछु म त्यसको रिप्लाई गरेर नै भिडियो गराउँछु है। ल थ्याङ्क यू, गुड नाइट।